It's good morning, hey. Good morning from Chisapani. I was say we are heading to the bridge. I mean, bridge देख्न सकिन्छ, see the sunrise. Hey, it is rising. अब हामी चाहिँ यो सिद्ध बाबा होटलमा थियौँ, गेस्ट हाउस है. अब now we are moving. हेर्नुहुन्छ कतिपय साथीहरू अगाडि गइसक्नु भएको छ, कतिपय पछाडि हुनुहुन्छ, आउँदै हुनुहुन्छ. हामी जाँदैछौँ है. So I will be making the video of pool कस्तो छ हेरौँ हैन. आनन्द अरु भन्दा चिज चलेको छ, आनन्द आएको छ है. कपाल उडाइरहेको छ. दामी कस्तो दामी छ. बिहानको कति बजे होला? It is I think कति बजे? 7 बजे छ गाइस. Good. Hey, more like the weather is good. Right, the weather man दामी छ. चिसापानी guys है यतातिर. अब पल्लोतिर त हामी जाने बाँकी नै छ. See the pool, है. See the sunrise. So दामी sunrise भइरहेको छ guys. It is about to rise the sun. We are going to see the sunrise. It is nice, है. दामी. I will be capturing from now bridge है. बौला पुल रहेछ है. बौला पुल गाइस, बौला पुलबाट चाहिँ जो मजाको सनराइज हुँदैछ गाइस. पुल भन्दा पनि I am waiting for the sunrise. दामी सनराइज हुँदैछ. कर्णालीबाट है. यो सनराइज चाहिँ कर्णालीदेखि कस्तो मिठो है, दामी. ओके गाइस, अब चाहिँ हामी कहाँ आयौँ भन्दाखेरि चाहिँ है सी कर्णालीको ब्रिज है. आज चाहिँ हामी यहीँ बसेको थियौँ होइन. अब कर्णालीको ब्रिजमा कस्तो दामी रहेछ. एउटा चाहिँ यस मजाको छ है. गाइस यहाँ सनराइज भएको छ होइन. त्यसपछि गएर यहाँ कर्णाली ब्रिज है पुरै दामी भएको छ है. गर्दैछु भने यतातिर चाहिँ यतातिर लुमिन गर्दैछ, यतातिर सुदूरपश्चिम गर्दैछ है. हामी चाहिँ लुमिन गर्दैछ है. अगाडि चाहिँ भ्याल्यु के नाइस है. आए जस्तो स्थापना भन्ने कुराहरू लेखेको
लगाइछ। अब चाहिँ हामी टिकापुर पार्क आएको छौँ होइन। टिकापुर पार्कमा वाट आर द इन्ट्रान्स फी है, इन्ट्रान्स फीहरू के रहेछ हेरौँ। टिकापुर नगरपालिका कार्यालयको टिकापुरबाट ल ज्येष्ठ नागरिक 15 रुपियाँ, स्वदेशी नागरिकलाई 30 रुपियाँ, विदेशीलाई 150, विदेशी 60, 300। फिल्म सुटिङ गर्नु पर्यो भने 1000 रे, व्यवस्थित 2000, फोटोग्राफीको मासिक 1000 रे। 8 बजेदेखि पनि रहेछ। दामी रहेछ। हेर यसलाई के भन्छ होला है, यो फुललाई हो सानो गुराँस। ल यो फुललाई चाहिँ सानो गुराँस भन्छ अरे। हजुर कस्तो सबै एउटै उडेछ त यहाँ। हुन त तर गुराँस जस्तै फुल्दो रहेछ नि त नि। हजुर टिकापुर बृहत उद्यान है, टिकापुर ग्रेट गार्डन। ल हाम्रो गेट चाहिँ सुरु भयो। लेट्स भिजिट होइन, पहिला थिएन ओन्ली होइन, पहिला लेट्स भिजिट। हेलो बाय हेलो गाइस। दुईटा झन्डा है यहाँ, कस्तो मजाले दुईटा झन्डा सहित एउटा स्मारिका रहेछ। अब यहाँ के लेखेछ भन्ने कुराहरू त पढ्न त सकिएन है। उपहार नेपाल मेरी तिमीलाई उपहार भनौँ यो जिन्दगी है, कविता चाहिँ लेखेको रहेछ। स्वर्गीय आमा विशालले, वीरेन्द्र विक्रम शाहले हो मेबी है, वीरेन्द्र विक्रम शाहले चाहिँ लेखेको रहेछ है। अब चाहिँ अब यहाँ म्याप छ, म्यापमा चाहिँ के रहेछ, उतातिर चाहिँ महेन्द्र आरोग्य गृह, यतातिर चाहिँ गएर महेन्द्र विश्राम फलफुल र प्रवेशद्वार उतातिर भइहाल्यो जताबाट हामी आएको थियो। अब चाहिँ हामी वीरेन्द्र विश्राम वाटिका यतातिर गएर हाम्रो यहाँ पहिला चाहिँ राजा वीरेन्द्र, यतातिर टिकापुरतिर महेन्द्रनगरतिर घुम्न आउँदाखेरिको विश्राम गर्ने ठाउँ है। मजाको रहेछ हेर्दाखेरि, राजाहरू आएर विश्राम गर्ने ठाउँ भनेपछि वाट अ नाइस प्लेस, दामी ठाउँ छ। पार्क चाहिँ रहेछ धन्न, राजाहरू थिए र यस्ता पार्कहरू बने। गाइस महेन्द्र विश्राम वाटिका है, भित्र हेर्नु पाइन्छ कि पाइन्न। आला सबै ऐश्वर्या भन्ने रहेछ है, केही छैन, नर्मल एउटा गार्डन रहेछ।
गाइज है हेर्नु त सानो ग्रास भन्छ अरे सानो ग्रास कस्तो मजाको कस्तो दामी है दामी रहेछ धन्न यो फुल्ने उमेर रहेछ यो फुल्ने बेला रहेछ क्या त्यही भएर कस्तो दामी आउँदो रहेछ गाइज अब हामी चाहिँ बागेश्वरी मन्दिर नेपालगञ्जमा चाहिँ आएको छौँ है आज चाहिँ बागेश्वरी मन्दिर भिड रहेछ गाइज मन्दिर चाहिँ भिड रहेछ है गाइज दर्शन भन्ने चिज बाहिरैबाट हुने भयो जय माँ बागेश्वरी जय माँ बागेश्वरी कति धेरै भिड रहेछ है गाइस बागेश्वरी मन्दिरमा जय माँ बागेश्वरी ओके गाइस यहाँ एउटा बिहा पनि भएछ यहाँ मुण्डन पनि भइरहेको है नेपालगञ्जको बजारमा बागेश्वरी मन्दिरको साइडमा सो चहल पहल दिँदै पनि माता बागेश्वरीको नै हो यतानिर पोखरी हुनुपर्ने पोखरी सुकिसक्यो त्यही मन्दिरै आइयो त हामी ताल सुकेर यस्तो ताल छ बाजाले बाजा बजाउने बाजेले